सम्माननीय सभामुख महोदय, हाम्रो सम्मानित पार्टी सभापति रवि लामिछानेज्यूले भनेको जस्तो सबैले देखिएका मुद्दाहरू बोल्नुभयो। आज केही छेकिएका मुद्दाहरूबारे बोल्नुपर्ने भएको हुनाले मलाई दिएको समयमा यति नै समय थप गरेर थप क्षतिपूर्ति सहितको समय दिनुहुनेछ भन्ने कुरा म अपिल गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम यहाँलाई यो गरिमामय संसदको सभामुख जस्तो पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा म हृदयदेखि नै धेरै धेरै शुभकामना टक्राउन चाहन्छु। यहाँको उपस्थितिले सार्वभौम सत्ता सम्पन्न संसदको गरिमा थप उच्च हुनेछ भन्ने कुरा विश्वास व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आजभन्दा झण्डै 7 वर्ष पहिला 2077 जेठको 10 गते रुकुमको सोतीमा नवराज विश्वकर्मा सहित 6 जना युवाहरूको हत्या भयो। अन्तर्जातको प्रेम सम्बन्ध र त्यसपछिको विवाहको सम्बन्धलाई लिएर रुकुमको सोतीमा 1 जना होइन, 2 जना होइन, 6 जना युवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यो हत्या केवल एउटा सामान्य विवाद मात्र थिएन, त्यो नेपालको सन्दर्भमा मात्र होइन, समग्र विश्व समुदायबाट हेर्दै गर्दा यति धेरै मान्छेहरूलाई जातकै कारणले हत्या गरिएको यो सबैभन्दा ठूलो घटनाको रूपमा रहेको थियो। रुकुममा 6 जना युवाहरूको हत्या हुँदै गर्दा कालीकोटको नरहरिनाथको वडा नम्बर 5 मा मना सार्की नाम गरेको 1 जना जनप्रतिनिधिले धारा छोएको न्यूमा उनको हत्या भयो। त्यही ठाउँमा बजारमा मनवीर सुनारले चुलो छोएको न्यूमा कालीकोटमा मनवीर सुनारको हत्या भयो। सुदूरपश्चिमको बजाङमा गयो भने 12 वर्षको एउटा बच्ची सम्झना कामीको बलात्कार हत्या भयो। त्यो पनि देवीको मन्दिरभित्र लगेर बलात्कार गरेर त्रिशूलले टाउकोमा खोपेर हत्या भयो। तर तराईमा झर्दै गर्दा कैलालीमा माया कामीको यो बीचमा बलात्कार हत्या भयो। यता लुम्बिनीतिर आउँदै गर्दा रूपन्देहीमा अंगिरा पासीको बलात्कार हत्या भयो। तराईमा जाँदै गर्दा शम्भु सदाहरू लगायत धेरै दलितहरूको हत्या भएको छ, त्यो पनि कहाँ प्रहरीको कस्टडी भित्रमा हत्या भएको छ। खोटाङतिर जाँदै गर्दाखेरि रेविका परियारको बलात्कार हत्या भएको छ। म्याग्दीमा मीना परियारको बलात्कार हत्या भएको पनि धेरै भएको छैन। केही समय अगाडि मात्रै सुर्खेतमा इनिसा विकको बलात्कार हत्या भएको छ। सम्मानित सभामुख महोदय, आज भन्दा 8 वर्ष पहिला काभ्रेको 5 खालमा हत्या गरिएका अजित मिजारको लास अहिले पनि काठमाडौँको टिचिङ अस्पतालको मुर्दाघरमा थन्किएर बसेको छ। दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि लास बनेर बसेको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 12 वर्ष पहिला दैलेखको तोलीको नौमुले गाउँपालिका वडा नम्बर 1 तोलीको भाङ्गारी भन्ने ठाउँमा सेते दमाईको छोराले अन्तर्जातीय विवाह गर्दाखेरि उनको हत्या भयो। म यो बीचको 12 वर्षलाई मात्रै फर्केर हेरेको छु। नेपाली उखानमा भनिन्छ 12 वर्षमा खोला फर्किन्छ। यो 12 वर्षलाई मात्र फर्काएर हेर्दै गर्दै यो बीचमा धेरै